नानी बाबु हो, पहिला कलौटे र ऋतुको रोमान्टिक सिन हेरौं अनि मिलेर फन्नी कमेन्ट पढौँला है त। जानी जानी कलौटेलाई चान्स मिलाइदिएका राणाको बाणहरू के बोले भाइ? अब के बोले? नचिने पनि पक्कै दूध समात्यो होला कलौटेले। ब्लू फिल्म निकाले हुन्थ्यो। अबे साले, जे छ कलौटेको जिन्दगी रमाइलो छ। कलौटेले 150 को स्पिडमा ठेलो मचाउँदैछ। होइन, खाली गर्ने र चढ्ने मात्र सुटिङ कलौटे र ऋतुको। ख्याल गर्दा स्याल होला है, विचार गर्नुपर्छ। झिक्यो ऋतुलाई कलौटेले। जिन्दगी होस् त कलौटेको जस्तो यार, रिल्याक्स गरेको छ जाठाले। यस्तो गर्न पाइने भए म पनि कलाकार बन्छु। देखा आपने लापरवाही का नतीजा है।